परमप्रभुको वचनमा लेखिएको छ। भजन सङ्ग्रह 24:1 पृथ्वी र त्यसमा भएका जे जति कुराहरू छन् सबै मेरै हो, परमप्रभु भन्नुहुन्छ। यो अग्लो डाँडा पनि मेरै हो, यो पहाड पनि मेरै हो, तराई सहर पनि मेरै हो, पृथ्वीमा भएका सबै कुरा, धन सम्पत्ति सबै कुराहरू मेरै हो, परमप्रभुले भन्नुहुन्छ। हालेलुया। धन्यवाद परमेश्वरलाई। हामी नुवाकोटको यात्रामा छौँ। यतिखेर नुवाकोटको यो बाटोहरू, धन्यवाद परमेश्वरलाई। साँच्चै नै यो हामी पनि परमप्रभुकै हौँ, हामी सबै परमप्रभुको हौँ। हालेलुया। अनि अलिकति बाटो अप्ठ्यारो भएको कारणले गर्दा उकालोमा गाडीलाई निकाल्नको लागि कोसिस गर्दैछौँ, तर प्रभुले सहायता गर्नुहुन्छ। सबै कुरामा प्रभुको अनुग्रह छ। प्रभुले नै सबै कुराहरूमा कृपा र दया गर्नुहुन्छ। धन्यवाद परमेश्वरलाई। नुवाकोटको यो एकदमै असल ठाउँ, राम्रो ठाउँ, निकै विकास र विस्तारहरू भइराखेको ठाउँ। अनि यो सबै कुरा यो ठाउँमा प्रभुले आशिष दिइराख्नु भएको छ। यस, हामी नुवाकोटको यात्रामा छौँ। नुवाकोटको यात्रामा छौँ। म धेरै बलियो भएको छु। म एकदमै दरिलो भएको छु। धन्यवाद परमेश्वरलाई। हामी नुवाकोटको परमेश्वर चाहिँ प्रेमिलो अनि दयालु, सबै कुराहरूमा आशिष दिनुहुने परमेश्वर हुनुहुन्छ। हालेलुया। धन्यवाद प्रभु। राम्रो रमणीय ठाउँहरू, पहाडहरूलाई हामीले हेऱ्यौँ भने परमेश्वरले सृष्टि गर्नुभएको उहाँको हातको सिप, परमेश्वरले रचना गर्नुभएको पृथ्वीमा गहिरो ठाउँहरू पनि छ, अग्लो ठाउँहरू पनि छ, सम्म ठाउँहरू पनि छ, मधेस, तराई, पहाड, हिमाल, हाम्रो देश नेपाल, सबै कुराहरू मिलेको छ। मिलेर परमेश्वरले बनाउनु भएको छ। सल्लाहको बोटहरूलाई हामी देख्छौँ। सल्लाहको बोटहरू, धन्यवाद। जतिजनाले यो भिडियो हेर्दै हुनुहुन्छ, नुवाकोटको यो रमणीय वन जङ्गलहरू, भिरपाखाहरू भिडियोबाट हेर्दै हुनुहुन्छ। कतिजना तपाईँले नुवाकोट आउनु भएको छैन, यो भिडियो हेरेर पनि तपाईँहरूले आनन्द, रमाइलो, आशिषहरू लिन सक्नुहुन्छ। धन्यवाद परमेश्वरलाई। गाडी चलाउँदै हुन्छ। यसमा चाहिँ त्यो अर्को टायर हुन्छ नि त, गाउँतिर चल्ने त्यो टायर हाल्न मिल्छ नि है। फोर व्हिल त हाल्न मिल्दैन है। फोर व्हिल त इन्जिनमै जोइन हुन्छ नि त। खोलामा ढुङ्गा फोर्ने काम भइरहेछ भाइहरूले। ल, हामी प्रभुको सुसमाचार सुनाउनको निम्ति चाहिँ यसरी समय दिनु, भौतिक रूपमा उपस्थित हुनु, समय खर्चनु, आफ्नो सबै कुराहरू लगानी गर्नु चाहिँ सबैभन्दा पनि असल कुरा हो। धन्यवाद परमेश्वरलाई। यतिखेर बिनु, जित भाइ, सङ्गीता, जोन हामी यात्रा गर्दैछौँ। हामी यात्रामा छौँ। ल, स्वागत छ है, स्वागत छ नुवाकोटमा। हामी पहिलाचोटि नुवाकोटमा आउँदैछौँ। नुवाकोट धेरै सुनेको नाम हो,
अनि नुवाकोटको धेरैजना प्रभुको जनहरू यहाँ भएका स्थानीय जनहरूसँग हामी सहकार्य भेटघाट प्रार्थना चाहिँ हामी धेरैचोटि सँगै गरेका छौँ। तर यसरी भौतिक रूपमा प्रत्यक्ष रूपमा हामी हिँडेर या यो ठाउँमा घुम्नलाई कुनै पनि काममा चाहिँ आएको थिएनौँ। हामी पहिलाचोटि आउँदैछौँ नुवाकोट। अनि नुवाकोटको चाहिँ हामीले नेपालमा इतिहास देख्छौँ। यहाँ चाहिँ दरबार पनि छ भन्ने हामीले सुनेका छौँ। पहिलेको समयमा युद्धकालको समयमा यो ठाउँबाट राज्य सत्ताको निम्ति धेरै नै सङ्घर्षहरू गरेका थिए पहिलेका पुस्ताहरूले भनेर पनि हामीले यो नुवाकोटको इतिहासहरूलाई पढ्न सुन्न पाउँछौँ। नुवाकोटको बस्तीहरू एकदमै रमणीय गाउँ घर बस्तीहरू यस्तो छ यहाँ। एकदम रमाइलो ठाउँ। बुद्धि दाइ चाहिँ अगाडि हुनुहुन्छ। गाडीले अलिकति यो उकालोमा नतानेको कारणले गर्दा हाम्रो गाडी अलिक कमजोरी भएको कारणले हामी थोरै हिँड्यौँ। थोरै एक्सर्साइज पनि भयो, रमाइलो पनि भयो। जनलाई कस्तो लाग्दैछ सोध्नु? जन भाइ, आजको यात्रा कस्तो भइरहेको छ? गुड।